ब्याग खोइ झन् बेला भयो क्या दामी भाइ है दामी आहा अर्ली मर्निङमा दामी कि थ्याङ्क यू दामी छ बिहान आएको थिएन नि त हाम्रो दिदी एकदम राम्रो दिदी हाम्रो थ्याङ्क यू सो मच बाबु ल सम्पूर्णलाई नमस्कार मेरो युट्युब च्यानल पैसा छ नि हामी आज आइलो व्हाइट जाँदैछौँ हामी पोस्टमादेखि है बिहान बिहानै हामी प्रोग्राम भएर आउँदैछौँ सम्पूर्णलाई नमस्कार म छवि पुन हामी नितु पुन छोरी अनि लच्चु राणा यता युवराज मगर बाबु खोइ कता गयो बाबु त भएर हामी चाहिँ आज होलिडे आएको छौँ है हामी चाहिँ एकदमै खुसी लागेको छ होइन होइन भिडियो ल यहाँ मेरो ब्याग छोडेर हिँड्ने मान्छे चाहिँ हाम्रो आन्टी हुनुहुन्छ यो कोच ब्याग रहेछ अझै यस्तो त कति छ यहाँ बाबुले मेरो ब्याग ल्याइदिएकोमा थ्याङ्क यू सो मच बाबु है यो भित्र झन् कति के छ क्या थाहा छैन है ल थ्याङ्क यू बाबु हामी चाहिँ अहिले चाहिँ सिपमा छौँ है सिप हामी चाहिँ हेर्नुहोस् त आहा दामी आज हामी हाम्रो प्यारो कलाकार लोक तथा सङ्गीतकार हाम्रो गायक रिवेश बाबु अनि हाम्रो गायिका प्यारी नानी नितु पुनलाई लिएर हामी चाहिँ लसु बाबु र म चाहिँ यहाँ आइलो भनमा आएको छौँ है जाँदैछौँ अहिले है त हामी एकदम रमाइलो भएको छ हेर्दै गर्नु होला थ्याङ्क यू
पर्दैन जात सानो मायामा हुँदैन माया साथैन उडायो रेलीले उडायो रेलीले उडायो रेलीले उडायो रेलीले ल कुन चाहिँ खाजा खाने भन त म डम्मीको खाजा जुकुलिसमा हुन्छ खाजा ससेज रोल हामी चाहिँ अहिले चाहिँ खाजा खाने ठाउँमा छौँ है थ्याङ्क यू क्युमा छ हामीहरू है त म आइहाल्छु नि है हाम्रो ब्रेकफास्ट के अरे लन्च टाइम हामी चाहिँ एकछिन अब बोटमा कुर्दैछौँ छोरी किन डराउने मर्द मान्छे भएर डराउनु हुँदैन ल हामी चाहिँ यति राम्रो है बाबु वेदर कस्तो राम्रो भएको छ है आहा है यो वेदरले साथ दिएको एउटा थ्याङ्क्स गड भन्न चाहन्छु ल एकदमै रमाइलो भइरहेको छ ल हामी चाहिँ वेट गरिरहेछौँ बोटलाई है त थ्याङ्क यू हामी आज आइलो बोटमा थ्याङ्क यू सो मच अहिले त समात्न पर्छ सबैलाई नमस्कार ल हामी चाहिँ बाबु ल बोल न लछु ल हाई ल अब किन घुम्दैछौ हेलो ल एभ्रिवान ओके ल बाबु भन ल तिमी बोल ल हामी चाहिँ स्पिड बोटमा जाँदैछौँ है ठिकै छ त ठिकै छ नितु ठिकै छ ल है हामी अब स्पिड बोटमा जाँदैछौँ है अब एकदम स्पिडमा है त ल अब हाम्रो बोट चाहिँ सुरु भयो होइन बाबु ल ओके युवराज बाबु तिमी डराउँछौ के हो नडराउनु ल इन्जोय बाबु ल नितु इन्जोय ल थ्याङ्क यू ल त है ल ओके हेलो बाई बाई अब लाइफ जाने बाबु पास गरेँ मैले मजा भन्छ है ल लन्चु ल ठिकै छ एभ्रिथिङ ओके वा दामी पानीको छाल हेर्नु छोरी पानी है ओहो दामी वेदर इज नाइस लभली ओहो दामी
टोपी उडाइदिएर छोरी टोपी उडाउला टोपी उडाउला ल हामी चाहिँ अहिले भोइसको स्पिड बोटमा चढेको छौँ है यो हामी चाहिँ सबै गरेर हामी सबैजना चढाउने तर हामी चेक पनि पर्छ भनेर आएको हेर्नुहोस् हावाले झन्डै उडाएको छैन रमाइलो भइरहेको छ है तपाईँहरू पनि आउनु होला छोरी इन्जोय रमाइलो भइरहेको छ है वाह दामी दामी यता खिच्नु दामी है नानी दामी दामी वेदर पनि कस्तो राम्रो गऱ्यो है आज लभली वेदर कि यहाँ अब हामी फर्किँदैछौँ दामी है आयो मजा मजा ल है अब हामी चाहिँ फर्किँदैछौँ अबि डर लाग्यो मलाई हेलो दिदी इन्जोय गर्दैछौ बाबु ल हामीले नि खिच्दैछौँ यताबाट अबि डर लाग्यो अबि तल त डर लाग्ने है नानी ल अब चाहिँ हामी बोटबाट चढेर पनि फर्किँदैछौँ है छोरी अन्डा फुटे जस्तो भन्ने ल छोरी ल हामी चाहिँ अब यो होइन यो सानो केबल कार जस्तोमा गिरिङमा चढेर हामी फर्किँदैछौँ है हेर्नुहोस् त ओहो है दामी है छोरी इन्जोय गर्यो तल भिड छ है भिड छ इन्जोय गर्यो ल हजुर ठ्याक्कै ल ल अगाडि चाहिँ के अरे लक्ष्य बाबु र युवराज बाबु है अगाडि हामी फर्किँदैछौँ अब एकछिनमा कहाँ जान्छौँ थाहा छैन है त छोरी ल अबि 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 डर लाग्यो अबि दसैँ आयो 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 दसैँ आयो छोरी दसैँ आयो ल है एकदम रमाइलो भयो छोरी ल अलिकति भिडियो चाचा ल पिङ खेल्यो है हामी त यहाँको युकेको पिङ है ल अब आइपुग्नु लाग्यो एकदम रमाइलो थ्याङ्क यू हेर्नुपर्छ भाइ कता लान्छ होइन उसले ल अब हामी चाहिँ थाकेर फर्किँदैछौँ है अब चाहिँ घरमा जान लागेको है अब हामी
भन्नुपर्छ नबोल्ने हेलो नमस्कार सबैजनालाई एक राउन्ड सरर घुम्नु है अब हाम्रो आजको के छ भने आजको हाम्रो आइल अफ वाइटको यात्रा केही टुङ्गिँदैछ सो रमाइलो भयो नि एकदमै रमाइलो भयो बाबु थ्याङ्क यू सो मच लक्ष्य बाबु अनि हामी सबैजनाको के अरे आन्टी र के अरे आन्टीको हिसाबले गर्दा यहाँसम्म आइपुगिहाल्छ एकदमै है एकदमै रमाइलो भयो हाम्रो सनसेट छ अहिले सनसेट छ हामी सनराइजमा आएको थियौँ होइन सनसेटमा हामी फर्किन्छौँ सनसेटमा फर्किँदैछौँ है रमाइलो भयो छोरी इन्जोय है थ्याङ्क यू सो मच लक्ष्य बाबु होइन यो त हामी अविस्मरणीय क्षण भयो हाम्रो आजको होइन त्यही भएर आज चाहिँ घर अब अहिले चाहिँ घर फर्किँदैछौँ अहिले वाइट घुमेर कहाँ चढ्यौँ बाबु हामी हिलिङ चढ्यौँ है बोटमा चढ्यौँ हो नि स्पिड बोर्ड होइन एकदम है ल थ्याङ्क यू सबैले हेरेर लाइक सब्सक्राइब अनि कमेन्ट गर्नु होला थ्याङ्क यू सो मच नमस्कार ल हामी चाहिँ अब लास्ट अब हामी त्यही पोस्टमा पुगिसकेको छौँ है हामी बोटमा छौँ एकदमै रमाइलो भइरहेको छ रेली पोस्टमा हामी चाहिँ एकदमै यता हेर हल्ला हल्ला गाइस ल यता हेर थ्याङ्क यू सो मच है लक्ष्य बाबु इन्जोय बाबु आजको दिन विशेष भयो नि त्यो इन्जोय छोरी है त आजको दिन मौसम पनि विशेष दामी मान्छे दामी थ्याङ्क यू सो मच है त है थ्याङ्क यू भिडियो बनाइदिनु पर्ने हो कि ल अब हामी चाहिँ फेरिबाट निस्क्यौँ होइन बाबु आजको यात्रा एकदमै सक्सेसफुल भयो समाप्त पनि हुन्छ तर रमाइलो बहुत रमाइलो भयो बहुत रमाइलो एकदमै रमाइलो भन्दा नि बेसरी रमाइलो भयो के भन्छ त्यसलाई एकदमै मोर देन ह्याप्पी है ल थ्याङ्क यू सो मच हाम्रो चाहिँ बाबु सबैजनालाई धन्यवाद बिजी हाम्रो बाबु नानीहरू बिचराहरू थ्याङ्क यू हामी चाहिँ अब चाहिँ घरतिर लाग्दैछौँ है ल एकदमै रमाइलो भयो हामी फेरिबाट निस्क्यौँ है त अब हाम्रो अब चाहिँ एकैछिनमा हामी घरमा पुग्दैछौँ होइन बाबु थ्याङ्क यू वेदर नि एकदम साथ दियो है बाबु एकदमै हामी त भाग्यमानी भन्नुपर्छ है बाबु थ्याङ्क यू सो मच दामी थ्याङ्क यू ल अब हामी चाहिँ लास्ट फेरिबाट निस्किसक्यौँ अब हामी केही छिनमा चाहिँ घरमा पुग्नेछौँ है भोक लागेछ नानी बाबुलाई लागेछ होला है के खाने के खाने अब चाहिँ तातो तातो है म त एकदमै सुप थुक्पा खाने अब चाहिँ डिनर चाहिँ हाम्रो थुक्पा हुन्छ होला अब तर कहाँ खाइन्छ थाहा छैन जहाँ भयो नि खाऊ होइन बाबु ल डिनर खाने अनि बिदाबारी हुने है बाबु हामीले त्यो रेस्टुरेन्टको त्यसै प्रचार नगर्ने पहिला खाने त्यहाँबाट हामीले के फाइदा पाइन्छ त्यसपछि हामी चाहिँ प्रचार गर्छौँ है एकदम राइट है बाबु वेल डन त्यो हुनुपर्छ है गर्नु हुँदैन त्यो गर्नु हुँदैन खाएर मात्रै टेस्ट लिएर है त बाबु हुन्छ ल थ्याङ्क यू यहीँको बासिन्दाले गर्नु विदेशी त्यहाँ फोटो खिच्दो रहेछ क्या खिच्नु पाइन्छ खिच्छ पाइयो क्या कभी
Follow your eye. Yeah. जिन्दगी बगेको पानी हो फेरि फर्किआउँदैन लैबरीलै जिन्दगी बगेको पानी हो फेरि फर्किआउँदैन लैबरीलै लगे हालो माया यही बेला यस्तो मौका आउँदैन लैबरीलै झुमसोमै बजारमा 12 बजे हावा सररा झुमसुमै बजारमा 12 बजे हावा सररा ए हजुर घर हाम्रो पोखरा अहिलेसम्म भएको छैन घरबाट बचन एउटै